हरि ओम तत्सत। भगवद्गीता अध्याय 1 श्लोक 11 श्लोक यस प्रकार रहेको छ। अयनेषु च सर्वेषु यथाभागमवस्थिताः भीष्ममेवाभिरक्षन्तु भवन्तः सर्व एव हि। सबै मोर्चामा आफ्नो स्थानमा अडिग रहेर तपाईहरू सबैले अवश्य नै भीष्म पितामहको नै सबैतिरबाट सुरक्षा गर्नुहोस्। मानिस जो जुन अवस्थामा रहेर कर्म गरिरहेको भए तापनि शारीरिक अवधारणले गर्दा काम गर्दै गरेको अवस्था मेरो अवस्था भन्ने हुन्छ। अनि जुन रूपमा मानिसले इच्छा चाहनाहरू राखेको हुन्छ त्यसले गर्दा भौतिक संसारप्रति आकर्षित हुँदै भौतिक स्तरमा आफ्नो हितको चाहना हुन्छ। शारीरिक अवधारणले गर्दा एकातिर इच्छा चाहनाहरू तर अर्कोतिर मेरो अवस्था भन्ने हुने भएकाले शिव क्षमताका आधारमा आफ्नो योजना अनुरूप काम गरेर सफल हुनेछु भन्ने हुन्छ। त्यही भएर अवस्था परिवेश अनुसार आफ्नो हितका निम्ति योजना बनाउने सोच हुन्छ अनि त्यसै अनुसार योजनाहरू बन्ने गर्छन्। धन्यवाद। राधे राधे।